भर्खरै मेयर बालेन शाहले फेरि सरकारलाई चुनौती दिएको छ। माथिको कुरा गलत भए मलाई जेल हाल भन्दै यतिखेर मेयर बालेन शाहले स्ट्याटस लेखेका छन् भने पछिल्लो समय प्रशासकीय प्रमुखको विवादमा यतिखेर मेयर बालेन शाहले धेरै स्ट्याटस लेखिराख्दाखेरि फेरि सरकारलाई चुनौती दिँदै यतिखेर मेयर बालेन शाहले फाइलहरू नै पेश गर्दै यदि यो कुरा गलत भए मलाई जेल हाल्नु भन्दै यतिखेर स्ट्याटस लेखिसकेपछि उक्त विषयले पनि सामाजिक सञ्जालमा तरङ्ग मचाइरहेको छ। मेयर बालेन शाहले लेख्छन्, यति धेरै कानुन मिच्ने भ्रष्टाचारीलाई बचाउने सरकार अनि हामी सुशासनको कुरा चाहिँ भाषणमा सुन्नुपर्ने, माथिको कुरा गलत भए मलाई जेल हाल भन्दै मेयर बालेन शाहले रिपोर्ट नै सार्वजनिक गर्दै यतिखेर स्ट्याटस लेखिसकेपछि उक्त विषयले चर्चा पाएको छ भने हिजो भर्खरै मात्र मेयर बालेन शाहले टुकुचामा गाडी दिन्छु भन्ने स्ट्याटस पनि सामाजिक सञ्जालमा चर्चाको विषय बनिराख्दाखेरि अर्को स्ट्याटसले फेरि सामाजिक सञ्जालमा तहल्का पिटेको छ। दर्शकबिन, हिजो विस्तृतमा के भएको थियो त्यो मेयर बालेन शाहले स्ट्याटसमा के लेखेको थियो, कुलमान घिसिङलाई पदबाट निकालेको विषय सँगसँगै रवि लामिछानेले लाइभ आएर के भने त सम्पूर्ण जानकारी यसै भिडियोमा दिनेछौँ भने हामी सँगै रहेर पुरा भिडियो हेर्दै जानुहोला। दर्शकबिन, मध्यरातमा मेयर बालेन शाहले रिसले आगो ओकालेका छन्। अब त अति नै भइसक्यो, एक हप्ताभित्र हाम्रो कर्मचारीले तलब पाएन भने कसलाई टुकुचामा गाड दिनुपर्ने हो, अब गाड दिन्छु भनेर मेयर बालेन शाहले यस्तो स्ट्याटस लेखिसकेपछि सामाजिक सञ्जालमा तरङ्ग मचेको छ। हिजो नै कुलमान घिसिङलाई पदबाट निकाल्ने र पछिल्लो समय पूर्व अन्ततः अब अति नै भएको भन्दै काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले सबैलाई टुकुचामा गाडी दिने चर्को चेतावनी दिएपछि यति बेला राजनैतिक वृत्तसँगै सिङ्गो देश तरङ्गित भएको छ। सोमबार राति मेयर शाहले सामाजिक सञ्जाल मार्फत यस्तो आक्रोशपूर्ण अभिव्यक्ति पोस्ट गरेपछि यति बेला देशमा हुन लागेका विभिन्न तहका आन्दोलनहरूलाई समेत विशेष रूपमा मलजल पुगेको आकलन गरिएको छ भने सरकारलाई अब आफ्नो साख बचाउन हम्मे हम्मे पर्ने आकलन गरिएको छ। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको 2 घण्टा पनि बित्न नपाउँदै काठमाडौँ महानगरका मेयर बालेन शाहले सबैलाई टुकुचामा गाडी दिने चेतावनी दिनुलाई पनि निकै अर्थपूर्ण रूपमा हेरिएको छ। त्यसो त काठमाडौँ महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नपठाएर सरकारले लामो समयदेखि काठमाडौँ महानगरपालिकालाई राजनैतिक नाकाबन्दीको रूपमा राखेको छ। यसको आशय भनेको काठमाडौँ महानगरका मेयर जो स्वतन्त्र रूपमा उदाएका छन् र केही राम्रा कामहरू गरिरहेका छन्, जनताको प्रिय बनिरहेका छन्, उनलाई जसरी पनि नराम्रो देखाउने र अप्ठ्यारो अवस्थामा पुर्याउने हो भन्ने सबैले आकलन गरिरहेका छन्। महानगरका मेयर बालेन शाह लगायत सम्पूर्ण कर्मचारीहरूको तलब र स्वास्थ्य, शिक्षा, खानेपानी जस्ता महत्त्वपूर्ण विषयमा काठमाडौँ महानगरले गर्नुपर्ने विशेष कामहरूलाई समेत काठमाडौँ महानगरमा प्रमुख प्रशासकीय अधिकृत नभएपछि गहिरो धक्का